मृत मान्छेको खप्परमा खानपान, श्मशानमाथिको शयन, मान्छे भएर पनि मान्छेको ठिक विपरीत व्यवहार गर्ने उनीहरू यदि भेटे भने मान्छेको मासु नै खान पनि पछि पर्दैनन्। तर गाईको मासु नसोध्नु होला, फेरि तपाईँको ज्यान नै खतरामा पर्न सक्छ। नमस्कार, आज हामी यही दुनियाँमा बसेर पनि दुनियाँ बाहिरको दुनियाँमा जिइरहेका अघोरीहरूको मृत्यु संस्कारको केही रोचक प्रसङ्गलाई पस्किँदैछौँ। अघोरी सम्प्रदायमा मृत्युलाई महाप्रयाण भनेर भनिन्छ। आम मानिसको जस्तो अघोरीहरूको मृत्यु संस्कार गरिँदैन, किनभने उनीहरूले जीवनकालमा नै आफ्नो शरीर शिवलाई अर्पण गरिसकेका हुन्छन् भन्ने मान्यता रहेको हुन्छ। आफ्नो शरीरलाई पञ्चतत्त्वमा विलिन गराउनका लागि अघोरीहरूले दुईवटा विधि अपनाउने गर्छन्, एउटा भूसमाधि र अर्को जल समाधि। यदि साधुको इच्छा छ भने मृत्युपछि उनलाई भूसमाधि दिने गरिन्छ। भूसमाधि दिँदा अघोरीको शरीरलाई चौकडी वा सिद्धासनमा राखेर जमिन मुनि गाड्ने गरिन्छ। यसरी जमिन मुनि गाड्ने ठाउँ श्मशानको नजिकै हुने गर्दछ। 45 दिनसम्म जमिनको गर्भभित्र राखिसकेपछि मृतकमा आध्यात्मिक ऊर्जा समृद्ध हुन्छ भन्ने मान्यता राखिन्छ। त्यसपछि यदि मृतकले चाहेको खण्डमा उसका सबैभन्दा नजिकका शिष्यलाई कपाल दिनका लागि 45 दिनपछि गाडिएको ठाउँबाट शरीरलाई निकालिन्छ र शरीरबाट कपाल अर्थात् मृतकको खप्पर छुट्याउने गरिन्छ। यदि साधुले जल समाधि लिन चाहेको खण्डमा त्यसभित्र पनि दुईवटा विधि हुने गर्दछ, जसमध्ये पहिलो विधि अन्तर्गत यदि साधुको कपाल अर्थात् खप्पर निकाल्नु छैन भने गङ्गा जस्ता पवित्र नदीहरूको बीच प्रवाहमा लगेर शरीरलाई बगाइदिने गरिन्छ। यो विधि अन्तर्गत मृतकको कुनै पनि अवशेषहरू बाँकी रहँदैन। यदि साधुको कपाल लिनु छ भने शरीरलाई साङ्लोको सहायताले नदी किनारको एक निश्चित गहिराईमा 45 दिनसम्म डुबाएर राखिन्छ। यसरी 45 दिनसम्म शरीरका अशुद्धिहरू बगाएको खप्परलाई सबैभन्दा शक्तिशाली कपालको रूपमा चिन्ने गरिन्छ। 40 दिन कटेपछि यो शरीरमा अद्भुत खालको शक्ति उत्पन्न हुन्छ भन्ने विश्वास लिने गरिन्छ। 45 दिनपछि त्यो शरीरबाट खप्पर निकालिन्छ। अधिकार प्राप्त अघोरीले तान्त्रिक विधिबाट त्यो खप्परलाई जगाउने काम गर्छन्। तान्त्रिक विधिबाट जगाउने क्रममा खप्परमा मदिरा राख्ने गरिन्छ। जब मदिरा राखिन्छ त्यो खप्पर हावामा उफ्रन थाल्छ। त्यसैले एकदमै ठुलो साङ्लाले नबाँधिकन त्यो खप्पर जगाउने गरिँदैन। यदि साङ्लोले बाँधिएको छैन भने त्यसले त्यहाँ उपस्थित जो कोहीलाई पनि मार्न सक्छ भन्ने विश्वास लिइन्छ। अघोरीहरूको कुनै बैंक ब्यालेन्स हुँदैन, जायजथा हुँदैन र अन्य कुनै सम्पत्ति पनि हुँदैन। एकमात्र सम्पत्ति भनेको त्यही खप्पर हो। उनीहरू यही खप्परमा भोजन गर्ने गर्दछन्, यही खप्परमा पानी पिउने गर्दछन्। आम मानिसहरू अघोरीहरूको खानपान देखेर डराउने गर्दछन्, तर उनीहरू अद्वैतवादी भएको हुनाले कुनै पनि शुद्ध अशुद्ध यो संसारमा केही पनि हुँदैन र प्रकृतिले दिएका कुराहरू सबै शुद्ध हुन् भन्ने देखाउनका लागि मानिसको पनि मासु खान्छन्। पाएको खण्डमा पृथ्वीमा हुने जुनसुकै जीवजन्तुको पनि मासु खान्छन्। तर कुनै पनि अघोरीले गाईको मासु खाने गर्दैन, किनभने अघोर सम्प्रदायमा गाईको मासु छुनु पनि वर्जित मानिएको छ। उनीहरूले गाईलाई आत्माको स्वरूप मान्ने गर्छन्। यो नियम उनीहरूको कठोर सिद्धान्तको एउटा अंशको रूपमा नै मान्ने गरिएको छ। मृत्युपछि अघोरीहरू प्रेत बन्दैनन् भन्ने विश्वास छ, किनभने उनीहरू पहिले नै आफ्नो शरीरलाई शिवमा अर्पण गरिसकेका हुन्छन् र मृत्युपछि शिवकै एक गणको रूपमा रहेर काम गर्छन् भन्ने विश्वास गरिन्छ। र जब एउटा अघोरीको मृत्यु हुन्छ उसको कपाल अर्थात् खप्पर जुन शिष्यले लिइरहेको हुन्छ त्यो शिष्यलाई उनीहरूले निरन्तर मार्गदर्शन दिइरहन्छन् भन्ने पनि मान्यता रहेको छ। के तपाईँ अघोरीहरूको यो रहस्यमय शक्तिको बारेमा विश्वास गर्नुहुन्छ या यसलाई केवल एउटा अन्धविश्वासको रूपमा मान्नुहुन्छ? यसबारेमा कमेन्ट गर्नु है त। र भिडियो मन पर्यो भने सेयर पनि गर्न सक्नुहुनेछ।